यहाँ आउन सक्नुहुन्छ अहिलेसम्म आउनु भएको त्यसैले अल्छी नै लागिसक्यो हेलो साथीहरू दर्शन नमस्ते र शुभ बिहानी र सबैलाई स्वागत छ मेरो आजको सानो मिनी ब्लगमा र अहिले चाहिँ हेर्न सक्नुहुन्छ मेरो आजको आउटफिट र अहिले म चाहिँ हिँडेको साथीहरूको धान काट्नु भनेर हो तर म यहाँ रोकेको छु मलाई लिन आउने मान्छेहरू अहिलेसम्म आएको छैनन् म चाहिँ आज धेरै नै छिटो गएछु छिटो निस्केछु बाटोमा र अहिलेसम्म दादाहरू आउनुभएको छैन मलाई लिनुलाई र मैले चाहिँ रोकिराख्नु पर्ने हुन्छ कतिखेर आउँछन् भनेर अहिलेसम्म आउनु भएको छैन बाटोमा पनि हेर्न सक्नुहुन्छ सुनसानले अहिले भर्खर उता पर नै एउटा भाइ गयो स्कुल दादा चाहिँ कोही छैनन् अहिले सबैजना धेरै जस्तो स्कुल गइसक्यो किनभने 9 बज्न लागिसकेको छ त्यसैले म चाहिँ अब यतिकै रुँगेर बस्नुपर्ने हुन्छ अब एकछिन चाहिँ रुँगेर बस्नु भनेको छ नि त म बस्नुपर्ने हुन्छ यहीँनेरि एकछिन हेर्न सक्नुहुन्छ यतानेरि कति राम्रो यो बगानबारी छ यहाँनिर चाहिँ साथी हुँदाखेरि चाहिँ हामीहरू यो सारा बगान कुदी हिँड्थ्यौँ है किनभने रिल्स भिडियो बनाउनुको लागि अहिले चाहिँ मेरो कोही साथी नहुनको कारणले यहाँनिर म खासै रिल्सहरू पनि बनाउँदिनँ यतानिर आएर म चाहिँ घरमै बनाउँछु धेरै जस्तो होइन र त्यही हो रोक्दा रोक्दा पनि अलिकति अल्छी नै लागिसक्यो धान काट्नु त जानुपर्ने तर यिनीहरू 9-10 बजिसक्यो कतिखेर जाने कतिखेर काट्ने त्यही हो र त्यही साथीहरू म चाहिँ जान्छु होइन अनि गएर म सिधै हजुरहरूसँग भेट्नेछु धानबारीमा गएर म डाइरेक्ट चाहिँ बोल्न सक्दिनँ किनभने अब धेरै नै मान्छेहरू हुन्छन् खेतालाहरू पनि हुन्छन् होला अनि डाइरेक्ट चाहिँ म बोल्न सक्दिनँ त्यसैले धानबारीतिर भेटेको म सबै भोइस कभर गर्छु र त्यही साथीहरू हजुरहरूसँग भेट्नेछु म गएर सिधै धानबारीमा र मैले चाहिँ अहिले दिउँसो अब यहाँ आइपुगेको भिडियो बनाउन सकिनँ किनभने मलाई धेरै नै सरम लाग्यो र अहिले चाहिँ हामी चाहिँ काटकुट पारेर हो चाडुबा काटिसकेको छौँ र अहिले चाहिँ हामी घर निक्लिन आँटेको हेर्न सक्नुहुन्छ र हाम्रो यहाँ हेर्न सक्नुहुन्छ यसमा जानुपर्ने हुन्छ त्यही हो साथीहरू र अहिले चाहिँ हामी घर निक्लिन लागेको अहिले धेरै नै भइसकेको छ त्यहाँ दाइ चाहिँ एकछिन आउनुहुन्छ बाइकमा अहिले चाहिँ काटिराख्नु भएको छ र अब चाहिँ हामी लागेको होइन र आजको लागि यति नै भेट्नुपर्छ ब्लगमा अहिले बाई बाई